फुटबलमा रियल मड्रिडको कमब्याकको कुरा आयो भने एउटा वर्ड सबैको दिमागमा आउँछ, मड्रिडको मेन्टालिटी। पिएसजी विरुद्ध कमब्याक, चेल्सी विरुद्ध कमब्याक, म्यान्चेस्टर सिटी विरुद्ध कमब्याक, मिरिकल। तर यो सबैको पछाडि एउटै लेजेन्डरी स्टोरी छ। कहानी अनुसार 1992 देखि सान्टियागो बर्नाबेउमा एउटा स्पिरिट बस्छ रे, स्पिरिट अफ जुआनिटो। म्याच हेर्नु भएको छ भने नोटिस गर्नु भएको होला, 70औं मिनेटमा बर्नाबेउमा फ्यान्सहरू च्याट गर्छन्, इला इला जुआनिटो माराभिल्ला। यो र्यान्डम च्याट होइन, यो स्पिरिट बोलाउने नेचुरल जस्तै मानिन्छ। जोवान गोमेज गोन्जालेज, जसको निकनेम हो जुआनिटो, 1980 तिरको स्ट्राइकर, तर स्किलभन्दा पनि बढी मेन्टालिटी मन्स्टर। उनलाई प्लेयर मात्र होइन, मड्रिड अम्बेसन भन्ने गर्थे। रामोसको एग्रेसन, पेपेको म्याडेसन, भालभार्डेको इनर्जी, यो सबैलाई कम्बाइन गर्यो भने जुआनिटो जस्तै हुन्छ। 1985 UEFA च्याम्पियन कप, इन्टर मिलान फर्स्ट लेग 2-0 ले जितिरहेको। सेकेन्ड लेग थियो बर्नाबेउमा। म्याच अगाडि जुआनिटो अपोनेन्ट टिमहरूसँग गएर भन्छन्, 90 मिनट्स एट बर्नाबेउ इज भेरी लङ टाइम। कस्तो कन्फिडेन्स! अनि दौरान मड्रिडले कमब्याक गर्छन्। अर्को 1987 UEFA च्याम्पियन्स लिग सेमिफाइनल, रियल मड्रिड भिएस बायर्न म्युनिख। मड्रिड हारिरहेको हुन्छ। फ्रस्ट्रेसनमा जुआनिटोले लोथर म्याथसलाई किक हानेर स्क्यान्डल गर्छन्। 5 इयर ब्यान्ड, करियर अलमोस्ट फिनिस। मड्रिडले बेच्दियो। डिप्रेसन हुन्छ अनि 1992 मा कार एक्सिडेन्टमा जुआनिटोको मृत्यु हुन्छ। त्यहीबाट मिथ सुरु हुन्छ। फ्यान्स भन्छन् जुआनिटोको स्पिरिट बर्नाबेउमै बस्यो। त्यसपछि मड्रिडको सबै कमब्याकमा जुआनिटोको एनर्जी छरे। त्यो सब जुआनिटोबाट आएको भन्छन्। जब मड्रिडलाई कमब्याक चाहिन्छ, 70औं मिनेटमा फ्यान्सहरू च्याट गर्छन्, इला 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 जुआनिटो माराभिल्ला। फ्यान्सहरू भन्छन् यस्तो गर्दा एभ्री मड्रिड प्लेयरहरूमा जुआनिटोको आत्मा क्यारी गर्छ। त्यसैले मड्रिडको कमब्याकहरूमा लक मात्र होइन, मेबी स्पिरिट अफ जुआनिटो। तपाईँलाई के लाग्छ? मिथ हो कि मड्रिड मेन्टालिटीको रियल सोर्स यही हो? कमेन्ट गर्नुहोला।